छैठीमा भाबीले लेखेको कुरा टारेर टर्दैन। यो मेरो भाग्यमै लेखिएको थियो। अब पिर गरेर केही पनि फाइदा छैन। यस्तासँग जिन्दगी बिताउनु र जेल बस्नु जेलै उत्तम हुन्छ। बरु विवेक र वसन्त दाइ 2-4 वर्षपछि जेलबाट छुट्टिन्छन्, तर तपाईँको पुरै जिन्दगी बर्बाद हुन्छ। खासमा मैले बिहे गरेर जाने हो भने वसन्तले जसरी भए पनि अर्की केटीसँग बिहे गर्छ। उसको लागि बाधक मै हो। त्यसैले उसको बाटोबाट पन्छिदिन मात्रै खोजे कि। पन्छिने नै हो भने केसँग किन अरूसँग बिहे गर्नु न। परिस्थितिले त्यस्तै जोड्यो। भाइलाई जेल पठाउनबाट रोक्न सके। ठुलो बुवाले दिएको वचन पनि पूरा गर्न पाए। अरू बस यति नै। काकी, तपाईसँग कस्तो कस्तो साडीहरू छ? नभए कसैसँग मागेर भए पनि देउली त भन्नु परेन।